यहाँहरू सबैलाई नमस्कार। आज मैले एक सुन्दर व्यक्तित्वलाई भेटेको छु जो तत्कालीन चिती गाविसका प्रधान पञ्च प्रतापशाली पन्तका छोरा ज्ञानशाली पन्त हुनुहुन्छ। उहाँ जन्मदिनमा वृक्षरोपण अभियान नेपालका संरक्षक पनि हुनुहुन्छ। त्यस्तै गरी प्रतापशाली ईश्वरी पन्त अक्षयकोषका संरक्षक पनि हुनुहुन्छ। वही व्यक्तित्वका धनी ज्ञानशाली पन्तको कुराकानीमा यहाँहरूलाई सँगसँगै लैजाँदैछौँ। तपाईहरू सबैलाई स्वागत छ अनि तपाईहरूलाई पनि स्वागत छ। अनि बुबा त प्रधान पञ्च हुनुहुँदो रहेछ चिती गाविसको त्यति बेलाको। चिती गाविसको प्रधान पञ्चको छोरो हुनुहुन्छ। कसरी सम्झिनुहुन्छ बुवालाई? बुवालाई सम्झिँदाखेरि एकदम अनुशासी, नैतिकवान र इमान्दारको उसमा अलि उच्च स्थानमा हुनुहुन्थ्यो भन्ने किसिम मैले त्यसरी बुझ्दछु। सानोमा एकचोटि बुवाले धुम्रपान गर्नुहुन्थ्यो। धुम्रपान गर्दाखेरि त्यो देखेर मैले बचपनमा मैले 3-4 वर्षको उमेर थियो होला। त्यति बेला त्यो पछ्याउँदाखेरि बुवाले खाएको छुटो चुरोट मैले जम्मा गरेर राखेर सलाई कोरेर यसो कोर्दा टुप्लुक्क त्यही बेला बुवा आइपुग्नु भयो। बुवाले सम्झाउनु भएन, यो किन खाएको भनेर सम्झाउनु भएन। एकैचोटि त्यो बुवाको दुईवटा हातले मेरो दुईवटा गालामा हिर्काउनु भएको थियो। यसरी हिर्काउनु भयो। त्यो हिर्काएको कारण मैले खोज्ने क्रममा मैले स्वास्थ्यसित पढेपछि त्यसको जानकारी पाएँ। बुवाले शब्दले सम्झाउनु भएन, पिटाइ मात्र दिनुभयो। बुवाले सम्झाउनु भएन। त्यसको कारण मैले खोज्दाखेरि यसले चाहिँ यति ठुलो बेफाइदा रहेछ, बुवाले उपयोग गरे पनि सन्ततिले उपयोग नगरोस् भनेर अनुशासनमा सिकाउनलाई चाहिँ आफै जानोस् भनेर छोड्ने एउटा क्षमता विकास गराइदिनुहोस् नै बुवाले त्यसरी बुझ्नुहुन्थ्यो र त्यसरी पिट्नु भएको। त्यो कुरा मलाई सधैँभरि स्मरण हुन्छ र आजसम्म मैले जीवन पर्यन्त आजसम्म न अब मादक पदार्थ, धुम्रपान, जुवा, तास भनेको यी गलत उसले चाहिँ मैले बुवाकै त्यो पिटाइ सम्झेर सधैँभरि अनुशासनको पाठ सिकेर मैले अहिलेसम्म प्रयोग गर्थेँ। जीवनको यो लामो अवस्था अब 60 वर्ष 20 भनौँ 60 वर्ष पार गरिसकेको अवस्थासम्म पनि मैले त्यसलाई उपयोग गरिनँ। अब राष्ट्रको लागि, समाजको लागि जसरी गर्नुभयो, परिवार पनि त्यही किसिमको अनुशासनमा राख्नुपर्छ भन्ने किसिमको बुवाले पनि मैले त्यसरी नै बुझ्दछु मेरो पिताजीलाई। त्यति बेलाको एउटा सचेतना पिटाइले गर्दाखेरि तपाईँ कहिले पनि कुलतमा लाग्नु भएन। जिन्दगीभर एउटा स्वस्थ शरीर चाहिँ जिरहनु भएको छ। अनि तपाईँको आफ्नो परिवारको बारेमा पनि अलिकति बताइदिनुहोस् न हाम्रो दर्शकहरूलाई। मेरो पारिवारिक पृष्ठभूमिमा एउटा मेरो पिताजी, मेरो पुर्खाहरू, मेरो मूल पुर्खा भनौँ गौरेश्वर पन्त, उहाँ नरगोपाल शाह, पृथ्वीनारायण शाहका गुरुज्यूको रूपमा हुनुहुन्छ। हामी त्यही पुस्ताबाट आएका हौँ। उहाँले दिएका शिक्षा दीक्षाबाट नेपाल एकीकरणका दाता पृथ्वीनारायण शाह जस्ता व्यक्तित्वहरूलाई ज्ञान गुण सिकाउने पुर्खाको सन्तति भएको हिसाबले हामीले पनि त्यसैले पछाउनु पर्छ भने मेरो पिताजीले, मेरो बाजेले, मेरो दिदीबुवाहरूले पनि त्यही किसिमले पछ्याएर आउनुभयो। राष्ट्रियताप्रति उहाँले जुन किसिमको झुकाव देखाएर आउनुभयो, इमानदार राष्ट्रप्रतिको जुन उसको गर्नुभयो, त्यसमा मेरो बुवाले पनि मलाई त धेरै नै शिक्षा दिनुभएको छ। ती कुराहरू पृष्ठभूमिलाई पछि पनि भनौँ, अनुकूल समय मिल्यो भने भन्नुहोला समयपछि। र त्यसले त्यो योगदानका कुराहरूमा राष्ट्रलाई को उसमा अहित गर्न हुन्न भन्ने कुरो, त्यो अहित गरे पाप लाग्छ भन्ने किसिमले त्यसरी बुझेर आएँ मैले। अनि त्यसमा पिताजीको अझ विशेष योगदान मैले पाएँ। मेरो हजुरबुवाहरूको पनि त्यही किसिमको हुन्थ्यो। हजुरबुवाको विषयमा पनि अलिक लामो पृष्ठभूमि गरी बन्न सक्थेँ। अलिक छोटो समयले मैले त्यसरी अलिक प्रयोग गर्न अलिक असमर्थ भएँ। पिताजीका धेरै कुराहरू छन्। मैले राष्ट्र सेवा गर्ने क्रममा
मेरो पिताजीले राष्ट्र अहित काम नहोस् भनेर गैर कानुनी काम नहोस् भनेर पिताजीले मलाई बारीको माटो ल्याएर हातमा राखेर कसम खुवाएर राष्ट्र र जनताको हिस्सामा अहित काम गर्दिन भनेर भनेर बारीको माटो हातमा ल्याएर शपथ खुवाएको हुनुहुन्थ्यो। त्यही शपथको आधारमा मैले एउटा राष्ट्रिय सेवाको कार्य मैले सम्पन्न गरेँ। राष्ट्रको 1 पैसा अहित गरेमा थियो, त्यो भावना मनमा प्रकटै भएन। मैले अब बाजा अवधान त अलिकति व्यवधान त मैले बेहोर्नु नै पर्यो। तर पनि बुवाका त्यस्ता राष्ट्रभक्ति र समाजप्रतिका त्यो प्रतिबद्धता आफूले निर्वाह गर्नुभयो र हामीले पनि त्यही किसिमले सिकाउनु भयो, त्यही किसिमले पालना गरेर आएँ। यसले चाहिन्छ। अब मातृभूमि भनेको धेरै ठुलो पवित्र रहेछ। त्यसलाई चाहिँ नि अलिकति कुनै कोणबाट पनि जानेर अन्जानमा पर्न सक्यो त अलगै कुरा हो, तर जानेर कहिले पनि त अहित नहोस् भन्ने किसिमले पाठ पनि पर्यो। मेरो पिताजीले त्यसमा हामीले त्यही वातावरणमा हुर्काउनु भयो, हामी त्यसमा जिउनु पाऱ्यौँ, लागि पऱ्यो। त्यति बेला प्रधान पञ्च प्रतापशाली पन्तको आँगनमा धेरै मान्छेहरूको जमघट पनि हुन्थ्यो होला। तपाईँहरू करिब सानै बच्चाहरू पनि हुनुहुन्थ्यो, सानसानै हुनुहुन्थ्यो होला। त्यति बेला कस्तो थियो त्यति बेलाको माहौल, घरको माहौल प्रधान पञ्च हुँदाखेरि? अनि तपाईँहरूले चाहिँ बुवासँग चाहिँ बिताएका बाल्यकालका क्षणहरू कस्ता थिए? अब पिताजीले त्यति बेलाको माहौल अब भन्दाखेरि अब निर्दलीय व्यवस्था, पञ्चायत व्यवस्था भन्ने थियो। तर त्यसैभित्र पनि अब मेरो पिताजीले निभाउनु भएको भूमिका र समाजसेवाको लागि हाम्रो मोरङ जिल्लामा पनि मेरा पुर्खाहरूको आर्जन र खेती किसानीबाटै गरेर आर्जन गरेको थलो भएको हुनाले मेरो पिताजीको पनि त्यही आउने जाने क्रम थियो। लमजुङको मूल थलो छोड्नु भएको थिएन, त्यही पनि जाने आउने थियो। जाँदाका क्रममा त्यहाँ हुँदाखेरि त्यहाँका राष्ट्रका प्रमुख व्यक्तित्वहरू जस्तो कीर्तिनिधि विष्टज्यू, सुर्देबहादुर थापा, नरेन्द्र प्रसाद रिजाल, उहाँहरूसँग पनि निकट हुँदा गएको अवस्था थियो। अनि उहाँसँग निकटताको हिसाबले उहाँले गाउँमा आफ्नो जन्मथलो पुर्खाको थलै हो लमजुङको चिठीलाई अब विशेष गरेर चिठी शब्द भन्छ। अब चिठीको लागि उहाँले पनि केही काम गरिदिनु पाए हुन्थ्यो, केही योजना गरेर राखिदिनु पाए हुन्थ्यो, केही विकासको काम गर्नु पाए हुन्थ्यो भनेर उहाँले नै हुन्थ्यो। अब उहाँले अलिकति जनभावना र उससँग चाहिँ उहाँ पहिले नै हुनुहुन्छ। जब मेरो बुवा करिब 18-19 वर्षकै उमेर हुनुहुन्थ्यो जस्तो लाग्यो मलाई। त्यति बेलाको उसमा 11 सालमा शिवशक्ति माध्यमिक विद्यालय स्थापनाको लागेको उसमा उहाँ संस्थापक सदस्य हुनुहुँदो रहेछ। अनि 2011 सालमा मोरङ सोह्रबागमा छ एउटा शिवशक्ति माध्यमिक विद्यालय, त्यस्तो संस्थापक सदस्य हुनुहुन्छ। जबकि मेरो बुवा 1989-91 लगभगमा त्यस्तै हुनुहुन्छ। अनि 18-19 को उमेरमै उहाँले त्यति चेतना आइसकेको रहेछ समाजप्रति, शिक्षाप्रति, शिक्षा विकासको लागि पनि उहाँले पहिलेदेखि लागि पर्ने। त्यति 11 सालमै उहाँको एउटा योगदान देखियो। अब अभिलेखहरू देख्यो, त्यहाँ पनि हामीले पनि पुरा सम्मान अहिलेसम्म हामीले पाइरहेको छौँ मोरङ जिल्लाबाट। त्यो सरवाको थियो। अब कलमा भन्ने ठाउँमा सर्वोदय माध्यमिक विद्यालय भन्ने छ, त्यहाँको संस्थापक मेरो माइलो बुबा धर्मशाली पन्त हुनुहुन्छ। उहाँ पनि त्यस विद्यालयको संस्थापक उनी हुनुहुन्छ, पदाधिकारी हुनुहुन्छ। अनि मेरो जेठो बुवाले हिमशाली पन्तले भाइहरूलाई एउटा अभिभावकको रूपमा सिकाउने, त्यो बाटोमा लैजाने। तर दुई भाइ चाहिँ समाजसेवामा सम्बन्धित गरेर लाग्दाखेरि उहाँ पनि एउटा सन्तुष्टको उसमा हुनुहुन्छ। अब लमजुङ तिथिलाई आएर सेवा गर्दाको क्रममा अब नराम्रो अरूले आफूलाई राम्रो बनाउनलाई अरूले नराम्रो भन्नुपर्ने परिस्थिति बन्छ रहेछ। तर यति बिन्ती चाहे मैले अर्काले नराम्रो भन्न नपरोस् भन्ने एउटा चाहना हुँदाहुँदै केही भन्नु नै पर्ने अवस्था पनि आइदिँदो रहेछ।
एउटा विकासको क्रम ल्याउँदाखेरि अब सुरुमै अब जनकल्याण महाभिको लागि पनि हाम्रो न्यायपूर्व त्यति बेला सर्वोच्चको न्यायाधीश जे हुनुहुन्थ्यो लोकराज जोशी उहाँ साइलोले मामा पर्नुहुँदो रहेछ मामा पर्नुहुन्थ्यो उहाँले आएर यहाँ आउँदाखेरि त्यो विद्यालय जनकल्याणलाई हाई स्कुल बनाउने एउटा बनाउँ भयो भने लाग्दाखेरि मेरो बुवासँग पनि त्यति बेला हाम्रो चितवनमा पनि बसोबास भएको हुनाले बुवा यता आएको मुख्यमा अनि सरसल्लाह भएछ हुन्छ भनेर शान्ति भवन मिडिल स्कुल 8 कक्षासम्म थियो सम्म मैले छोटकरीमा भनेको छु है यसको विस्तृत चाहिँ अब अलगै छ विस्तृत छ यसले इतिहास मेटिएको अवस्था छ इतिहासले उजागर पनि होस् भन्ने चाहन्छु यसैबाट त्यो हाई स्कुल स्थापनामा गुलराज के अरे लोकराज जोशीजीले मेरो पिताजीले जुन किसिमको सहयोग पुर्याउनु भयो र समाजबाट अलिकति बाधा व्यवधान पनि हुँदै पनि त्यसले जोखिमको रूपमा नै उठाएर जनकल्याण हाई स्कुल बनाउनाले उहाँले त्यति योगदान दिनुभएको छ र जनकल्याण हाई स्कुल त भयो तर त्यति बेला सम्पूर्ण निर्णय हुन नसक्दा एउटा उतै गरिदिनु भयो त्यसपछि मेरो पिताजी शिवनगरमा मोरङमा पनि के अरे चितवन पनि बसोबास भएको कारणले त्यहाँ फर्केर जाँदाखेरि पछि एउटा थाहा पाएँ एउटा समिति गठन हुँदाखेरि त्यसमा नाम चाहिँ छुट्याइए त त्यो एउटा अलिकति दुःखद कुराको रूपमा आएँ मैले अब त्यही 21 सालमा स्थापना भएको 21 साल मङ्सिरमा जनकल्याणको लागि चाहिँ एउटा बन्यो सब भन्छ मेरो बुवा चाहिँ तिहारमा लमलिङ तिथिमा आउँदाखेरि अब तिहारमा आएर मामासँग भेट गरेर जनकल्याणको लागि त्यति कुराकानी भयो र पुष महिना के अरे मई त्यसपछि तिहार मनाएर त्यही समयभित्र यति काम सकाएर ल स्याउटको शान्ति भवन मिडिल स्कुलकोबाट 3 क्लास घटाएर 8बाट 3 क्लास गरेर 5 कक्षासम्म राख्ने त्यो 3 कक्षाको विद्यार्थी चाहिँ नि यता जनकल्याणमा मिसाउने र त्यहाँ त्यसले हाई स्कुल बनाउने भन्ने कुरा त्यति सहमति जुटा उहाँ फर्केर चितवन जानुभएको रहेछ अब गइसकेपछि जसरी एउटा समिति गठन भयो त्यसमा चाहिँ नि अब कारणवश अब भौतिक रूपले अगाडि नभएको अवस्थामा संस्थापक उसबाट चाहिँ नाम नराखिए तापनि उहाँको योगदान त्यसमा पनि यहाँ पनि देखिएको अब मेरा पिताजीभन्दा मेरा पिताजीका दाइहरू हुनुहुन्थ्यो काकाहरू हुन्थ्यो उहाँहरूको मुखबाट धेरै कुराहरू सुने यसमा मैले पनि व्यक्त गरेको छु हाई स्कुलको लागि स्वीकृति भयो हाई स्कुल भयो भइसकेपछि त्यति बेलाको समयकालले प्रत्येक वर्ष 5बाट 6 क्लास पढाउनको लागि स्वीकृति गराउनु पर्दो रहेछ प्रत्येक वर्ष एक क्लास कक्षा स्वीकृति गराउने क्रममा त्यो जनकल्याण हाई स्कुल चाहिँ एकैपटक 5 कक्षादेखि 10 कक्षामा नि अब सुरुमै 10 कक्षासम्मकै हाई स्कुल भनेर स्वीकृति गराउनुमा मेरो बुवाले त्यो फाइल लिएर काठमाडौँ गएर कृतिनिधि विष्टसँग मेरो बुवाको नजिकको सम्बन्ध भएको हुनाले उहाँसँग भनेर स्वीकृति गरेर एकैचोटि जनकल्याण मावि भनेर हाई स्कुल भनेर स्वीकृति गरेर ल्याउनु भएको त्यति बेलाको लमलिङको इतिहासमा त्यो पनि बहुत ठुलो कुरा मानिन्छ किन एकैचोटि स्वीकृति नहुने अवस्थाको बेलामा त्यति बेला एकै कक्षा स्वीकृति हुने पनि यो चाहिँ एकैपटक स्वीकृति गरेर ल्याउनु चाहिँ त्यति सामर्थ्य मेरो पिताजीले सामर्थ्य गर्नुभयो र देखाउनु भयो एकैचोटि स्वीकृति भएर आएको हो अभिलेख मेटिएको छ यही मैले अगाडि नै भनिसकेँ अर्काले नराम्रो भन्नु नपरोस् भन्दा हुँदै यस्ता पृष्ठभूमिहरू अभिलेख मेटाइदिइसकेपछि ती कुराहरू ओझेलमा पारिन्छ खोजिँदो रहेछ अब एउटा जुन त्यति बेलाको संस्कार त्यति बेलाको परिस्थितिले माहौलले अब व्यवस्थाले एउटा कुनै एउटा कार्यकर्ता बन्नुभयो तर त्यसलाई चाहिँ अन्यथाको रूपले भन्दा पनि विकासको लागि एउटा पद त ग्रहण गर्नु नै पर्दो रहेछ पछि अब सामाजिक सेवातिर लाग्नुभयो प्रधान पञ्चायत बनिसकेपछि मैले छोटकरी रूपमा बताउँछु है अब तिती थला हेल्पपोस्ट अब के अरे झोलिङ्गे पुल जोडी खोलामा झोलिङ्गे पुल अनि जनकल्याण हाई स्कुललाई चाहिँ छात्रावास जनकल्याण हाई स्कुललाई कार्यशाला अनि एउटा छोटे खोला खानेपानी योजना
एउटा चिसा पानी खाने पनि योजना एउटा हर्कबहादुर विष्टज्यूले चाहिँ बाँसको ढ्वाङबाट पानी ल्याइराख्नु ल्याएर खुवाउनु भएको उहाँको एउटा मौलिक कलाले एउटा बाँसको ढ्वाङबाट चिसा पानीबाट पानी ल्याएर चिलारमा खुवाउनु भएको छ। त्यसलाई विस्थापित गरेर जिआई टाइपबाट पालुङटारमा त्यति बेला विमानस्थल थियो, पालुङटारमा उसको प्लेनबाट खसालेर त्यहाँका जनसङ्ग्रामबाट जनताहरू त्यहाँ गएर पाइप बोकेर ल्याएर चिसा पानीबाट तिरामा चाहिँ त्यसबाट जिआई पाइपबाट पानी खुवाउनु भएको रहेछ, पानी वितरण गर्नुभयो। त्यसको पनि एउटा कोषाध्यक्षको पदबाट त्यति कार्य सम्पन्न गर्नुभएको छ। छोटे खोला खानेपानी योजनाको त मात्र अध्यक्ष नै भएर गर्नुभएको प्रधान पञ्चायत हुँदाकै कार्यकालमा थियो। अब यसरी अब नर्सरी स्थापना वृक्षारोपणको लागि नर्सरी स्थापना गर्नुभएको रहेछ। पहिलो सुरु त्यति बेला 28-29 सालका कुरा 29-30 सालको यतिसम्म वृक्षारोपण गर्दाखेरि त्यहाँ अलिकति बाधा व्यवहार स्थानीय तहबाट भएको रहेछ। अब व्यक्ति विशेषमा नराउँ अर्काले नराहरू भन्नु नपर्छ भन्नाले बाध्यताले आएको। अनि वृक्षारोपणको लागि पनि उहाँले 1 वर्ष त्यहाँदेखि 2 वर्ष सङ्गठन गरेपछि जोड बलबाट राम्रो काम गर्नलाई कोही कसैको पनि ऊ हुँदैन भनेर उहाँले जोड बलले बढी उ गरेपछि धेरैहरूको धेरै जनसङ्ख्याको चाहिँ समाजका व्यक्तित्वहरूको समर्थन पाएर अनि अबले त्यहाँ जनकल्याण परिसर विद्यालय परिसर पछाडिको त्यो सल्लाह गाँडो अहिले हेर्नुहोस् कति हरियाली छ होइन, त्यसले एउटा उ पनि दिएको छ। अब त्यो वृक्षारोपण गर्न पनि सङ्घर्ष गरेरै त्यो वृक्षारोपण गराएर छोडिदिनु भएको छ। मेरो पिताजी आज स्वर्गवास हुन्छ, तर यो चाहिँ यही तिथिको लागि छोडेर गएको उहरू हुन्। अब त्यसै हुलाको एउटा उ राखिदिनु भयो, तिथिला हेल्पपोस्ट जस्ता गऱ्यो। अब त्यति बेलाको पञ्चायत भवन पनि बनाइदिनु भएको हो। जनकल्याण हाई स्कुलले दिएका योगदान अब परिस्थितिले समयले त्यस्ता अब तत्त्वहरू कसरी निस्किनु भयो, त्यही समाजभित्रै आफू बेसैकै समाजभित्रै कसरी त्यसरी आफूले खाएकै थालमा छुट्ने प्रयास कसरी गरिदिनु भयो त अलिकति पूर्वजहरूलाई सम्झिँदाखेरि अलिकति दुःख पनि लाग्छ। यो नि गलत भएको छ कि त हाम्रो पूर्वजहरूबाट भन्ने पनि जस्तो लाग्छ समाजबाट। अनि मेरो पिताजीले धेरै सङ्घर्ष गर्नुभयो। हामी बच्चा नै थियौँ, घरको पर्वाहरूको त्यति घरतिर दृष्टि दिन सक्नु भएन, तर हामीलाई अलिकति दृष्टि दिएको भए हामीले पनि अलिकति त्यही किसिमको माहौल वातावरण पाएको भए अहिले हामी पनि अलिकति उच्च स्थाने राम्रै थान अलिकति उनी हुन सकिन्थ्यो भन्ने चाहिँ लाग्छ। अनि अहिले घरासी व्यवहारभन्दा सामाजिकसँग समर्पित भइदिँदाखेरि हामी केही न केही कुरामा समाजको सेवामा लाग्दाखेरि हामी केही कुरा ठग्यौँ भन्ने कुरा अलिकति महसुस भयो। तर पनि कर्म सत्कर्मको लागि बुवाले जे त्यसको लागि इतिहासले मेटिएर देखे पनि भोलि यी कुरा देखिने बाध्य छन् देखिनु पर्छ, देखिनु बाध्य छन्। किनभने त्यो यो को त यसको ऊ भनेर खोज्दाखेरि त मान्छे त छैन, देखिनु नि पर्छ। हिजोका इतिहास मैले पनि 2टा आफ्नो उसमा यसै खोजिनीति गरिराख्ने छु होइन। जिल्ला घुम्दाखेरि प्रतापशाली पञ्चको जिल्लामा जिल्ला पञ्चायतको सदस्य पनि बन्नुभयो, केही कारण कार्यवाहक सभापति पनि बन्नुभएको थियो। त्यति बेला लमजुङ जिल्लाले पनि दिएको योगदानहरू धेरै नै थुप्रै नै छन्। अब त्यो अहिले समय भयो भने मैले जिउँदा प्रस्तुत गर्ला। अब अहिले पृष्ठभूमि तिथिको लागि त्यति नै। अब छोटकरी म बताएको अरू पनि धेरै छुटपुट हुनसक्छ। बुवा प्रतापशाली पन्तले गर्नुभएको योगदानहरू त अनगिन्ती छन्, तपाईँले व्याख्या थोरै त गर्नुभयो, अनगिन्ती छन्। तैपनि यी किताबहरू अघि देखिरहेको छु तपाईँको टेबलमा, यी किताबहरूमा के छ? यो किताबहरूभित्र एकदम छोटकरी यो मेरो हाम्रो अहिले मैले भने हाम्रो लमजुङबाट मेरो जिजुबाहरू हजुरबुवाहरू अब त्यति बेलाको कालमा हिँडेर मोरङ जिल्लामा पनि पुग्नु भयो। अनि एउटा गुरुजी भने एउटा अलिक ठुला जमिनदारको उ गरेपछि सेवा गर्दाखेरि खेती किसानकै काममा लाग्नुभयो। अनि लाग्दाखेरि उहाँले आर्जन गर्नुभयो। त्यहाँ समाजलाई पनि
अब आफूले त्यो समाजमा बसे त्यति बेला औलोको डर भन्थे, डर लागेको अवस्था रहेछ। औलोको डर, हैजाको डर भन्दाखेरि त्यस्तो अवस्था पनि जोखिम मोलेर त्यस्तो ठाउँमा बसेर हाम्रो पुर्खाहरूले गर्नुभएको रहेछ। बस्दाखेरि त्यो समाजलाई त्यहाँ बसेर मेरो हजुरबुवाले र एकजना हाम्रै गाउँ, मेरै साउथ गाउँकै हो, तिती गाउँकै हो, चन्द्रकान्त पन्त र मेरो हजुरबुवाले पनि त्यो समाजलाई योगदान दिनुभएको रहेछ। दुःख सुखमा त्यहाँका मधेसका व्यक्तित्वहरूले पनि यो मधेसी भनेर त्यो समाजभित्रलाई पनि यसरी मायाको वातावरणमा आफूले पनि समाहित गर्नुभएको रहेछ, समाजप्रति उदार हुनुभएको रहेछ भन्ने कुरो। त्यो कुरा यो पिताजी भने एउटा विश्वराज पाण्डेज्यूले लेख्नुभएको एउटा किताब, उहाँको पिताजी श्री मीनराज पाण्डेको जीवनी भनेर लेख्नुभयो। त्यो किताबभित्र चाहिँ मेरो पिताजीका मीनराजसँग काम गर्ने, कुराकानी मिल्ने र सुख दुःखका साथी मीनशाली पन्त, चन्द्रकान्त पन्त तथा पद्मराज जोशी जोशीटा भनेर उहाँले गर्नुभयो, सम्झाउनु भयो, यसरी सहयोग पुर्याउनु भएको थियो भन्ने कुराहरू भएको रहेछ। एक किताबमा त्यसरी लेखेको थियो। मैले यो किताब 2 दिन अगाडि मात्रै प्राप्त भयो मेरो हातमा। प्रसङ्गमा के आउँथ्यो अनि मैले यसरी साथमा बोकेर हिँड्दाखेरि यहाँ अगाडि पऱ्यो। ठिकै छ। अरू के छ यो किताबहरू? अरू यसमा यो पन्त समाज नेपालबाट प्रकाशित भएको तपाईँको लेखहरू पनि छन् कि के? यो भावजानी भन्ने किताबमा मैले यो पिताजीका योगदान अब गलत मनसायबाट ती अभिलेखहरू मेटाइएका अवस्था भएको हुनाले मैले पनि ती कुराहरू खोजी गरेर मेरा अग्रजहरूसँग, मेरा अग्रजका गाउँका अग्रज व्यक्तित्वहरूसँग खोजी गरेर भन्दाखेरि उहाँले भनेका कुराहरूका आधारमा व्यक्ति विशेषको पनि मैले यहाँ गर्छु। अब स्थानीय रूपमा भन्नुपर्दाखेरि यही बेसी सहर नगरपालिका, के अहिलेको नगरपालिका, त्यति बेला बेसी सहर गाउँ पञ्चायतकै अवस्थामा भएका त्यति बेला प्रतिनिधि, अहिलेका प्रतिनिधि, त्यति बेला प्रतिनिधि हुन्थ्यो तिलक बहादुर पौडेलज्यू समाजसेवी। उहाँको पनि मेरो बुवा चाहिँ एकदम घनिष्ठ मित्रको रूपमा हुनुहुँदो रहेछ। उहाँसँग मैले दिनमा एकचोटि 6-7 घन्टा व्यतीत गरेँ र उहाँले पनि धेरै कुराहरू व्यक्त गरिराख्नु भएको थियो। मैले आफैले प्रत्यक्ष भेटेर मेरो बुवाको साथीको रूपमा मैले पनि भेटेको थिएँ। उहाँ मलाई देखेपछि धेरै खुसी हुनुभयो। अनि मैले मेरो साथीको अनुहार धेरै यसरी देखेँ, मलाई यसरी खुसी लाग्यो भनेर व्यक्त गर्नुभएको थियो। उहाँ अहिले स्वर्गीय भइसक्नुभयो होइन, तिलक बहादुर पौडेलजी बेसी सहरमा उहाँले व्यक्त गरेका कुराहरू पनि मैले यहाँ चाहिँ एउटा उसको रूपमा अभिलेखको रूपमा मैले राखेको छु। उहाँ पनि एउटा जिउँदो त्यति बेला व्यक्त गरेका कुराहरू र चितीभित्रका, लमजुङभित्रका अरू व्यक्तित्वहरू पनि मोरङका, चितवनका, जस्तै चितवनमा कृष्णलाल सापकोटा मेरो बुवाको घनिष्ठ मित्रको रूपमा हुनुहुन्थ्यो। अनि उहाँसँग पनि मैले धेरै कुराहरू थिएँ। जहाँ गए पनि मेरो पिताजीले गलत भन्ने कुरा कहीँ पनि देखिनँ। उहाँले बताउनु भएन, नराम्रो के होइन, आफ्नोलाई खियाएर समाजलाई, देशलाई चाहिँ गरेका योगदानका कुराहरू मात्रै उहाँले देखाउँथे। म आज मैले अहिले सुरुमा नि व्यक्त गरेँ, माटोको कसम खुवाएको पिताजीको आफू जस्तो छु त्यस्तै किसिमले सन्तानलाई नै गराउँछु भनेर उहाँले जसरी म जेठो पुत्रको रूपमा भएको हुनाले मैले पनि त्यसरी नै खानु पऱ्यो। अनि त्यसै कारणले जहाँ गए पनि पिताजीले लगनशील, इमान्दारता, नैतिकता, निष्ठामा प्रतिबद्ध हुनुहुँदो रहेछ भन्ने कुरा मैले पाएँ। यी चाहिँ कुरालाई पनि समेटेर मैले एउटा यसमा एउटा लेख लेखेको थिएँ। त्यो इतिहास नमेटियो मेरो हाम्रा सन्ततिले पनि चाल पाउँ, कहीँ कसैले त्यसो गर्छ भने त्यो कुराले खबरदारी गर्ने बाटो उठ्ने यसले पनि दिन्छ भनेर मैले लेख्यो। जब विद्यालय, जनकल्याण विद्यालयले मेरो पिताजीले अब डुम्रीबेटे भन्ने खेतको खले गरेको थियो। त्यो जग्गा त्यति बेला भन्दाखेरि पोखरी पाण्डे भनिन्छ, तर नाम चाहिँ रहेछ नाम भुवानी शङ्कर पाण्डे। उहाँलाई त्यो खेत को चाहिँ नि खले गरेर एउटा सुरको दिएर जनकल्याण हाई स्कुललाई चाहिँ नि जग्गा दान दिनुभएको छ। त्यो जग्गा दान दिएको अभिलेख पनि मिटाइएको छ, अहिलेसम्म अभिलेखमा कायम गरिएको छ नि, एउटा दुःखद उसमा छ। यो कुरा पनि मैले धेरैपट्टि भने अब अहिलेको वडा अध्यक्ष त्यति बेला ऊ पनि हुन्थ्यो, उहाँले
सकारात्मक कुराहरू दिनुभएको थियो। एउटा भवन निर्माण छ, त्यसमा शिलालेख प्रतापशाली स्मृति भवन बनाएर राख्छु, अब तपाईँको हातबाट उद्घाटन गराउँछु भनेर उहाँले वचन पनि दिनुभएको थियो। तर कालान्तरले शक्ति पहुँचको आडमा चाहे त्यही परिवारभित्रको कोही कसैको दबावमा यी कुराहरू अलिकति परिवर्तन भएको आवाज भएर यो चाहिँ नहुनेसँग ढिलासुस्ती भएर यो कुराको कुनै उ नगर्ने स्वयं वचन दिएको वचनमा पनि नरहँदाखेरि मेरो बुवाको निष्ठा र यो उससँग मलाई अलिकति दुःखका अवस्था नि भयो। यी सबै उसलाई जीवित रूपमा राख्नको लागि त्यो समाजलाई के अरे पर्दाफास गरिदिनलाई गलत कुराको पर्दाफास गर्नलाई पनि मैले अभिलेखहरू खोज्दैछु। मैले ती व्यक्तित्वहरूसँग दिएर जस्तो तिलकबहादुर पौडेल भनौँ किनभने यस्ता यस्ता व्यक्तित्वहरूसँग दिएको उहाँहरूको नाम समेत राखेर गर्छु। मैले इतिहास भन्नाले उहाँहरूलाई दुई चारजना अरू पत्रकारजीहरूले पनि भनेको थिएँ, उहाँले अनुकूल पर्न सकेन। मसँग भनिएका कुराहरू अरूसँग व्यक्त भएर आइदिएदेखि समाजलाई एउटा सही कुराहरू व्यक्त भएर आइदियोस् भन्ने एउटा चाहना हो, यथार्थता आइदियोस् भन्ने चाहना हो। त्यो चाहिँ नि भोलि अब हिजो देखेको भोगेको गरेको व्यक्ति काल समय गतिले ओझेल परिदियो भने त एउटा सत्य इतिहास पनि छोपिँदो रहेछ नि त भनेर यसले नछोपियोस् भन्नको लागि अब त्यता इमानदारी निष्ठापूर्वक गरेका सेवा त्यागहरूलाई नमेटियोस् भनेर मैले अलिकति अब म धेरै उ त होइन साहित्यिक रूपबाट कुनै विधालाई समातेर मेरो बुवाका योगदानलाई पनि उ गर्ने सोझै भन्दा काव्य मार्फतबाट आइसकेदाखेरि पनि उ हुन्छ भन्नुभयो। अब सम्पर्क सूत्रको रूपमा त अब पहुँच भन्ने कुरो अहिले कुनै किसिमले पनि प्रयोग गरिएको छैन। गर्नु पनि बाध्यता नपरोस्, सत्य आफै प्रकट होस्, सत्य आफै थापित होस्, सबैको लागि थापित होस् भन्ने एउटा चाहना छ। एकदम तपाईँको भावना साँच्चीकै सुन्दर छ। तपाईँ अब कुलको छोरो मूलको पानी भन्ने उखान पनि छ। यो योगदानको विषयहरू अमिट छन्, धेरै छन् बुवाको। तैपनि फेरि तपाईँ बुवाकै समाजसेवालाई पछ्याउँदै यो जन्मदिनमा वृक्षारोपण अभियान नेपालमा पनि जोडिनु भएको रहेछ। अनि तपाईँको बुवा र आमाको नाममा पनि अक्षय कोष खोल्नु भएको रहेछ यहाँ। खास यसको बारेमा अलिकति बताइदिनुहोस् न, के हो यसको बारेमा? अहिले माथि पनि अलिकति भनेको थिएँ। अब यसमा विशेष यसैले केन्द्रित भएर अब 29-30 सालतिरको उसको जनकल्याण भनेको अब स्याउ तिलारबाट स्याउ जाने बाटोमा अहिले त्यहाँ मदन आश्रित एउटा पार्क बनेको छ, उद्यान भनेर स्थापना गरियो। त्यहाँ नै मेरो बुवाले त्यति बेला अब वातावरण संरक्षणको लागि अब स्वच्छ वातावरण संरक्षणले अब बाढी पहिरोबाट यी सबै कुरालाई रोक्नको लागि वृक्षारोपण गर्नुपर्छ भन्ने उसले नागा डाँडाहरूलाई चाहिँ नि हराभरा बनाउँ भन्ने हिसाबले उहाँले त्यति बेला नै एउटा बनाउनु भयो र नर्सरी स्थापना गर्नु चाहिँ आफैले त्यति पहिलोपटक मैले सुन्नमा आएको हुन्छ। त्यो अब गलत नभइदियोस्। अब मैले भयो अनि नर्सरी स्थापना त्यहाँ स्थापना गर्नुपर्छ तिलारमा स्थापना गरी त्यसको स्थापनामा त्यसको क्षमता के अरे रेखदेख गर्ने दामोदर रेग्मी भन्ने हुनुहुन्थ्यो। उहाँ अहिले स्वर्गवास भइसक्नुभयो। उहाँको पनि धेरै योगदान, धेरै मेहनत परेको छ त्यसले संरक्षण गर्न। तर समयले अलिकति राम्रो तरिकाले काम गर्थ्यो भन्दा नि कता नराम्रो भत्काइदिने बिगारी पनि कहीँबाट एउटा कस्तो किसिमको स्वभाव जन्मिएको रहेछ त्यति बेला पनि भन्ने लाग्यो। वर्तमानले त आफ्नै किसिमले मूल्याङ्कन गर्ला, त्यति बेला पनि रहेछ जसला। त्यसले स्थापनाको लागि नर्सरी स्थापना भयो। बिरुवा हुर्केपछि जनकल्याण परिसर पछाडि वृक्षारोपण गऱ्यौँ भन्दाखेरि पहिलो वर्ष गाउँमा त्यहाँ बाधा विरोधहरू भएछन्। यो हाम्रो गौचरण हरिन्छ भन्ने किसिमको कुरा आएछ। गौचरण हरिन त्यो त्यही तिलारमा एउटा पोखरी पनि थियो। त्यो पोखरी एकातिर, त्यो पोखरी हुँदा अब माथि त्यो सुक्खा डाँडोलाई भयो हरियाली बनाउँछु भन्दै पहिलो वर्ष, दोस्रो वर्ष पनि बाधा विरोधै भएछ। जङ्गबहादुर विष्ट जस्ता, गोविन्दराज पन्त भक्त व्यक्तित्वहरूले अब यदि तिवारी उहाँहरू यस्तै थुप्रै व्यक्तित्वहरूले चाहिँ नि साथ दिनुभएको छ र बुवाले चाहिँ नि
वृक्षारोपण गरेरै छोडिदिनु भएको छ। अहिले चिठी पछाडि जनकल्याण हाई स्कुल पछाडिको मावली पछाडिको परिसर हरियाली परिसरले अब चिठीको पहिचान दिएको छ। अब त्यो कसको पालोमा जन्मेको अन्त इतिहास अब केही गाउँ पञ्चायतमा भएका इतिहास पछि गाविस भयो। अब त्यो पञ्चायत भयो भने अब यो जनआन्दोलनका भनेर जनयुद्धका अवस्थामा भयो। त्यो पनि मेरो बुवाको कार्यकाल बुवा जीवित अवस्थामा हुँदाखेरिसम्म त्यो सुरक्षितै थियो। त्यसमा भौतिक आक्रमण आगलाई भएको थिएन। मेरो बुवाको पछि औषध बाह्रको निधनपछि अनि मस्जिदपुरतिर त्यसमा चाहिँ आक्रमण भयो। अनि मेरो त्यति बेला पनि अब बुवाको समर्थन बुवाको अगाडि त्यो दुःख व्यक्त नहोस् भन्ने लागि नै थियो जस्तै भने मैले महसुस गरेँ। जसले नेतृत्व त्यो क्षेत्रको नेतृत्वकर्ता शिवजी तिवारीजीले पनि मेरो घरको आँगनमा परेड खेलेर मेरो बुवासँग धेरै कुरा सरसल्लाह लिनुभएको थियो कुरा पनि हामीले याद भएको थियो। हामीले पनि त्यो कुरा महसुस गऱ्यौँ। उहाँले पनि यतिसम्म चाहिँ इमान्दारता नैतिकता निष्ठालाई उहाँले यसरी आदर गर्नुभएको थियो। त्यसैसँग मेरो बुवाको रूप र धनसँग प्रेरित पनि थिएन, तर त्यो निष्ठालाई उहाँले पनि त्यति आदरपूर्वक हेरेर त्यो सरसल्लाहको पनि लिएको महसुस छ हामीलाई। अब के उहाँले सल्लाह माग्नुभयो। अब मेरो बुवाले कसरी सल्लाह दिनुभयो त हुन्छ। एउटै प्रसङ्गमा मैले एउटा कुरा जोडेँ। 2021 साल पुस 1 गते जनकल्याण मावली हाई स्कुल स्थापना भयो। 2023 सालमा 2021 साल फागुन 6 गते नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय स्थापना भएको। त्यसको चाहिँ मेरो पिताजी संस्थापक सदस्य हुनुहुन्छ, जसमा हाम्रो अब गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले अध्ययन गरेको र अध्यापन गराएको विद्यालयमा मेरो बुवा संस्थापक सदस्यको रूपमा हुनुहुन्छ। योगदानका कुराहरूमा मोरङमा पनि छ। अरू समाजलाई गरेको सेवाहरू त्यहीको समाजसेवीले पुरानो समाज अब त धेरै त हुनुहुन्न, सबै स्वर्गवासी भइरहनुभयो। एउटा जीवित हुनुहुन्छ किशनलाल सापकोटा, उहाँहरूसँग मेरो बुवाको जीवित इतिहास अझै पनि छ, उहाँसँग छ। अब यस्ता कुराहरू छन्, थुप्रै छन्। अब पुष्पकमल दाहालजीको काका बाबुराम दाहालजीले मेरो बुवाको विषयमा पनि धेरै गुणगान गाउनुभयो। मेरो घरमा पनि आउनुभयो, 2-4 पल्ट आउनुभयो, भन्नुभयो। अब मेरो बुवाको विषयमा उहाँले पनि धेरै कुरा बताउनुभयो। समयले असल मान्छे असल कुरालाई एउटा समयले यस्तो किसिम नभइदियोस्, सही कुरा सही काम असल मान्छे असल कुराहरू जसको पनि पछ्याउनु पर्छ, जसले पनि मान्नुपर्छ भन्ने कुरो मलाई त्यहाँ लागेको छ। एकदम यो वृक्षारोपण अभियानमा हजुर पनि जोडिनु भएको छ। यो चाहिँ अलिकति भनि त सक्नुभयो, तै पनि एकदम आन्तरिक कुरो मनैदेखि भनिदिनुहोस्। त्यो चाहिँ नि मुख्य त्यही हो। मेरो बुवाले अलि सङ्घर्ष अलिकति अप्ठ्यारो गरेर पनि वृक्षारोपण गरेर छोड्नुभएको थियो। जनकल्याण विद्यालय पछाडि परिसर पछाडि त्यो नर्सरी स्थापना गरेर त्यो गरेको हुनाले एकापछि व्यक्तिगत रूपमा पिताजीको त्यो उसलाई मैले पछ्याएको हो। दोस्रो कुरा वातावरण संरक्षण को लागि विशेष गरी वातावरण संरक्षणलाई वृक्ष रोप्नको लागि यी यावत कुराहरूका लागि चाहिँ यो वृक्षारोपण अभियान, जसरी जन्मदिन वृक्षारोपण अभियान यो मौलिक अभियान हो। यसलाई मैले पछ्याउँदाखेरि धेरै राम्रो हुन्छ, मैले पनि साथ दिँदा हुन्छ, राम्रो लागेर मैले पनि उ गरेर वृक्षारोपणलाई चाहिँ नि मैले एउटा बुवाको विषय पनि जोडेर ल्याएको हो। अब अर्कोतिर यसले चाहिँ नि अब हाम्रो पुरानो संस्कार विदेश बाह्य संस्कारभन्दा हाम्रो मौलिक संस्कारलाई पनि पछ्याउँदाखेरि राम्रो हुन्छ। यो पनि अब लमजुङबाटै सुरुवात भएको हो। लमजुङकै एउटा अब परिकल्पनाका वासुदेव सेनाजीले उ गर्नुभयो। उहाँले यसलाई चाहिँ मैले 70 सालमा मैले आफ्नै आन्तरिकबाट गरेको थिएँ, तर मैले यसरी प्रचारवादी र यो अभियानको रूपमा आउँछ भन्ने कुरो मैले सोचेको थिइनँ, गरेको थिइनँ। मैले रोप्न त मेरो आफ्नो मौलिक तरिकाले पनि, तर यसैले अभियानको रूपमा वासुदेव सेनाजीले सुरु गरेको हुनाले यसलाई चाहिँ मलाई भित्रैदेखि आफूले गरेको कुरा झन् उहाँले सुरु गर्नुभएको छ भने झन् खुसी
लाएर अनि यसलाई चाहिँ नि भयो यतापट्टि मेरो पिताजीको पनि सँग पनि जोडिएको सँग भएको हुनाले मैले पिताजीको र आफू पनि यसैमा आबद्धता भएर आफूले तन मन धरले आफूले यसैले नै भएको आत्मसात गरेको हुनाले अनि मैले यसलाई अब मेरो पिताजी माताजीको नाममा प्रतापशाली ईश्वरी पन्त स्मृति पुरस्कार वितरण पुरस्कार भनेर स्थापना गरेको। अब यसरी चाहिँ मलाई यसैले नै हौसला जहाँ अब मैले मेटिएको इतिहास होइन मैले जन्माउने इतिहास स्थापित गर्ने कुराहरूलाई चाहिँ राम्रो गरेर गर्नु अब थोरै रकम भए पनि जम्मा गरेर अक्षय कोष राखौँ भनेर मैले त्यो मनसाले राखेको हो। हजुर एकदम राम्रो विषयवस्तुको उठान गर्नुभएको छ। अहिले तपाईँको जीवनलाई ठुलो वियोग पनि परेको छ। यो वियोगलाई तपाईँले शालीनता र प्रेममा पनि परिणत गर्ने कोसिस गरिरहनु भएको छ। मतलब तपाईँको जीवन सङ्गिनीको केही महिना अघि देहान्त पनि भएको थियो जीवन साथीको। कसरी त्यति बेला तपाईँको बिहाबारी भनौँ न त्यति बेला कसरी चाहिँ तपाईँहरूको भेटघाट भएको थियो अलिकति इतिहास कोटाइदिनुहोस् न। अब मेरो मलाई अब भन्दा अलिकति लामो नहोस् त्यही पनि छोट्याउनु खोज्यो। मेरो बुवाको समाजसेवाप्रति बुवाको पुरा समर्पण भावले त्यसरी लागि पर्दाखेरि उमेर अवस्थाले म पनि अलिकति अब त्यो निर्धारित जस्तो समयबाट अब 20-21 वर्षभन्दा पनि अलि अगाडि बढिसकेको अवस्था थियो। अब पिताजीले भनेको थियो फलानु मन्त्रीको छोरीको कुरा आइरहेको छ बिहा गर बाबु भनेर भन्नुभएको थियो। अनि मैले त्यसलाई अलि इन्कार गरेँ। मैले पढाइ अगाडि बढाउँछु बुवा भने अलिकति अरू डाइरेक्ट अरू कुरा केही पनि भन्न सकिनँ। अनि त्यसपछि त्यस्ता अलिकति मेरो कार्यालय प्रमुखका उसबाट पनि आग्रह आएको थियो। त्यस्ता कुराहरू मैले गरेँ। अरू मेरो आमा अलिकति केहीमा अलिकति मात्र अलिक सुस्त मनस्थितिको नि हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि मेरो आमालाई सासूको रूपमा भन्दा पनि आफू मालिक नै कोही नबनिदियोस् पारिवारिक पृष्ठभूमि अनुसार चल्न सकोस् जसले मेरो पिताजीले पनि उसले पनि चिन्न सकोस् उहाँको समय लगानीलाई नि बुझ्न सकोस् उहाँको उसले पनि बुझ्न सकोस् उहाँको समाजसेवाले गरेको पनि बुझ्न सकोस् भनेको थियो। त्यही किसिमको छनौट गर्ने उसमा त्यस्तै विचारधारा दिन सक्ने मान्छेले मात्रै भोट हुँदाको क्रममा आफन्त मार्फतबाट अब पूर्व रमेशर निवासी अब पछि अब 5 पुस्ता भइसकेको अहिले काठमाडौँ महानगरपालिका चाबेल वडा नम्बर 7 चाबेलमा थाई बसोबास अब 5 पुस्तादेखि पछि आउनुभएको बुवाहरू उहाँको अब कान्छी छोरी चाहिँ उनीसँग अब आफन्त मार्फतबाट जोडिनु पुग्यो। अब भन्दा गर्दा त्यति बेला मेरो अब उनको पिताजी हुनुहुन्थेन। अब आमा दाजुहरूको मार्फतबाट भयो। उहाँले भन्छ हजुरहरूका ऊ चाहिँ हामीले बुझ्यौँ बुवाका असल राष्ट्रपतिको समर्पण भाव पनि रहेछ हजुरको पनि त्यही किसिमको भाव। अब कुनै किसिमको गलत खानपिन पनि देखिएन। धुम्रपान मद्यपान यो यस्ता कुरा जुवा तास भनेको गलत आचरण केही पनि नदेखिएको कारणबाट अब हजुरलाई नै हामीले सुम्पिने उनी गऱ्यौँ। अब छोरीको लागि हामी काठमाडौँमै व्यवस्था गर्छौँ तर असल केटो खोजेको हामीले हजुरले नै सुम्पिन चाहेको हो हजुरले स्वीकार गर्नुहुन्छ भने भनेपछि अनि मेरो पनि भावना व्यक्त गर्दाखेरि त्यो भावनासँग मेल खाएर हाम्रो अनि उनले मेरा बाबु बाजेका योगदानलाई उनले संरक्षण गर्ने उनले पनि ममता जगाउने संरक्षण गर्ने र त्यसलाई साथ दिने किसिमको उनको मनोसार पनि आएको हुनाले काठमाडौँको जन्म भएको 32 रोपनी परिसरभित्र घरमा बसेको व्यक्ति छोरी एउटा धनी मानीको पनि थिइन्। तर उनले त्यो सुख सुविधा भन्दा पनि असल चरित्र असल संस्कार र असल कर्म घर खोज्दाको अवस्थामा मसँग जुनिन आयो। लम्बी तिथि साथमा त्यति बेला डुम्रीदेखि हिँडेर आएकी हुन्। अनि 15बाट पानी बोकेर आफूले ल्याएको हुन्। 2 तले घर थियो हाम्रो त्यो जहिले पनि पोतेकी हुन्। उनले आफ्नो कर्म दुःख भयो भनेको चाहिँ कुनै नगरेर एउटा सेवाको भाव थियो अनि पवित्रले श्रद्धापूर्वक उनले स्वीकार गर्ने। अब स्वीकार गरेर आइन्। अब हरेक कुरामा मितव्ययता थियो कलाकारिता उनीसँग प्रशस्तै मात्रामा थियो। मैले गुणगान गाउँदाखेरि मलाई अलिक अप्ठ्यारो पनि आउँछ।
यति गुटगाँथ उनका यति प्रतिभाहरू र यति सरल भाव यति उदार भाव थियो उनले पारिवारिक रूपमा र अरूलाई पनि एउटा कुनै अलिकति सामान्य बोलीचाली भन्दा अलिकति पनि चर्को भाव उनले आवाज निकालेन त्यहाँको भागमा अब काठमाडौँ अहिले बसेको घरमाथि उनैको आमाको हो घरमाथि छतमा तरकारी रोपेर पनि उनले खर्च चलाउने चाहिँ गर्थ्यन् भने मितव्ययताको हिसाबमा त्यतिसम्म गर्ने मलाई लमजुङको म बुवाको चाहिँ यत्र भएकोले अब 2-4 जना व्यक्तित्वहरू फुलबहादुर थापा शम्भुबहादुर जोशी जस्ता रामुबराज पन्त ध्रुवसारी पन्त जस्ता उहाँहरू व्यक्तित्वले रमेश राज विष्ट जस्ता उहाँहरू जस्तो व्यक्तित्वले मलाई लमजुङमा तिथिमा आउनलाई धेरै आग्रह गर्नुहुन्थ्यो अब कार्यक्रमहरूमा बोलाउने गर्ने गर्नुहुन्थ्यो अब पछि शिवप्रसाद जोशी अहिलेको वडाध्यक्ष उहाँले पनि धेरै गर्नुभयो धेरै कार्यक्रमहरूमा पनि बोलाउनु भएको थियो यस्ता उसमा आउनलाई घरिघरि आउने जाने उसमा म अब राष्ट्रिय सेवाबाट मैले भइसकेपछि अवकाश दिइसकेपछि मलाई यतातिर आउनलाई धेरै आग्रह गर्नुभयो म आउनेको कुरामा उनले खुसी साथ मलाई उनले जोगाएर राखेको हुन त अहिले तपाईँ जीवन सङ्गिनी बिना पन्तको अनुपस्थितिमा एकदम आफूलाई कमजोर महसुस गरिरहनु भएको छ यो स्वाभाविक पनि हो दुई आत्माहरू मिलिरहेका आत्माहरू छुट्टिँदाखेरि चोट लाग्नु पीडा हुनु स्वाभाविक पनि छ तैपनि मैले यो सोध्न हुन्छ कि हुँदैन एउटा यो पीडाको बेला आँसुको बेला तैपनि मैले एकदम आँट गरेर सोध्न चाहन्छु कि तपाईँको जीवन सङ्गिनीसँगको अन्तिम भेट र अन्तिम वाक्य चाहिँ के थियो त्यसमा मेरो कार्यव्यस्तता सरकारी कार्यव्यस्तता सेवाको उसमा अब मैले निर्धारित समयभन्दा बढी पनि काम गर्ने गर्दाखेरि अब खाना खाने समयमा पनि उनले आफ्नो स्वास्थ्यलाई भन्दा पनि मलाई नै खुवाएर उनले खाने एउटा उनको आदत हो मैले उनलाई अनुमति दिँदा पनि उनलेको अनुमतिले भन्दा सँगै खाउँला ढिलै भए पनि सँगै खाउँला भन्ने उनले पर्खेर गर्थ्इन् मेरो पनि एउटा स्वभाव थियो सबैले घरको परिवारलाई सबैले खुवाएर खाउँ भन्ने मेरो पनि आफ्नो थियो त्यसमा उनले पहिलो खानु पर्दाखेरि अब पहिलो गाँस कहिले खाने त भन्दाखेरि पनि हाम्रो उयो अरे मैले पहिलो गाँस नहालिकन उसले खाने तर मैले उनले खुवाएर म खान्छु भन्दाखेरि पनि त्यस्तो किसिमले मैले पर्खेर बस्ने थियो स्वास्थ्यको लागि उनले आफ्नो पुरा ख्याल गर्थिन् उनले आफैले पनि अब यताउता हेरेर सङ्कलन गरेर जडीबुटीको रूपमा अब प्रसाधनको रूपमा पनि उनले ती कुराहरू प्रयोगमा गर्थिन् घरासी प्रयोगमा पनि उनले गरेर एकातिर स्वच्छ ताजा कुराहरूलाई नै प्रयोग गर्ने अझ प्रसाधनहरू बनाउँदाखेरि पनि उनले आफैले बनाएर नै प्रयोग गर्नुहुन्थ्यो उनले बाहिरी उसमा अलिकति विषादी रूपमा त्यो औषधि रूपमा त्यो केमिकलका उयोहरूले पनि असर गर्छ भने यतिसम्म सचेत हुन्थ्यो यति मार उसको मैले मान्नु पर्दाखेरि एक साइनोले नातोले मेरो श्रीमतीको रूपमा थिए तर उनले देखाएको सत्मार्ग सत्कार्य र उनले दिएको सेवाको रूपमा मैले आमाकै रूपमा मान्दथेँ मेरो आमाकै अर्को रूपको रूपमा मान्थेँ मैले ऐसी मैले भनेको थिएँ अब सायद अर्कोले यस्तो किसिमको अर्थ नलागोस् चिजको व्रत बस्ने कुरामा पनि म उनकै लागि मेरो परिवारको लागि मेरो आमाको लागि भनेर म चिजको व्रत बस्थेँ उनले पनि मेरो लागि भने मेरो व्रत बस्ने गर्थेँ मैले उनको लागि व्रत बस्थेँ मेरो आमाको लागि बस्थेँ घर परिवारको लागि म पनि चिजको व्रत बस्थेँ मैले पनि मैले बस्थेँ हाम्रो माया यसरी थियो मैले मात्रै मेरो लागि उनले गर्नुपर्छ भने उनको लागि मैले पनि गर्नुपर्छ भने मलाई पनि त्यसरी थियो हो र त्यति मात्र मैले आमाको रूपमा पनि उनले गर्थेँ एक दुई चारचोटि मैले उनले तिमी मेरो आमाको रूपमा पनि छौ यति बेला तिमीले मलाई तिम्रो पाउ थियो म ढोक गर्छु भनेर पनि मैले खुट्टा मार्थेँ तर उनले छिमेकी दिन त मिलेन तर मैले उनलाई आमाको रूपमा माने भनेपछि मैले कतिसम्म उनसँग गुण थियो होला त भन्ने कुरो मान्छेले अन्दाजले पनि भन्छ अब यो अहिले सबै कुराहरू व्यक्त गर्न मैले अलिक असमर्थ भएँ यतिसम्म भयो अब अर्को कुरा हरेक कुरामा उनको माप्रति घर परिवारप्रति घरमाथि दुवैतिरका इज्जतमा उनले कति कुनैबाट पनि लोभ र ईर्ष्या नआओस् कोही कतैप्रति त्यसो नहोस् बेमेल कसैसँग नहोस् कसैले कतै पनि बन्न नपरोस् भनेर उनले कोही कसैप्रति पनि त्यस्तो गरेन अब मैले जति गरे मेरो आफ्नो श्रीमतीको
यसो कुरा यसो भयो भन्नुपर्दाखेरि एउटा खोट केही भइदिएको भए पनि आज मलाई उनलाई भुल्नलाई सहजै हुन्थ्यो कि त्यही एउटा कारणले पनि हुन्थ्यो कि तर त्यो पनि मैले पाइदिएँ कि उनी बिचरा त्यति उनीहरू थियो आज धेरै चोट लागेको छ भनिहाले बुवा बनेर कहाँ दिन आमा बनेर कहाँ दिन अब उनीहरूले एउटा साथ दिएर हरेक कुरामा हरेक अप्ठ्यारोहरूमा उनले आफैले सबै कुरा एउटा अभिभावककै रूपमा बनेर उनले चाहिँ सबै समस्याहरू समाधान आवश्यकताहरू गर्दै गएथिन् आज त्यही जीवनसाथीले ईश्वरको प्यारो बनेर छोडेर जाँदाखेरि मलाई त एउटा दुःखले थाम्न नसक्ने अवस्थै छ तर धैर्यतापूर्वक उनले भने थिइन् अब कोही कसैलाई दुःख नदिनु बरु हजुरलाई अप्ठ्यारो हुन्छ भने मलाई सम्झिदिनु राम्रो कुराले मेरो बुवाप्रति जसरी उनले अलिकति कहीँ कतैबाट पनि सायद चितो सुनिनु होला जस्तो लाग्यो मलाई कोही कसैले सुनाइदिए जस्तो लाग्यो राम्रो गर्दा गर्दा नराम्रै हुन्छ भनेदेखि त्यस्तै कुरा अलिक गलत तरिकाले प्रयोग हुन्छ भने ती कुराहरू पनि कोही कसैले दुःख पनि नदियोस् आफ्नै तरिकाले गऱ्यो बरु हुन्छ भने उनले कहिले पनि यो खान मन लाग्यो यो चलाउन मन लाग्यो भने कहिले रहर जगाएन मलाई राष्ट्र सेवामा लाग्दा मेरो बुवाले जुन किसिमले दिनु भएको थियो त्यसलाई काँध दिएर आफ्नो बाबुबाले आफूले इच्छा जाहेर नगरिकन ती इच्छा पुरा गर्ने पिताजीका ती आज्ञा पालन गराउने सामर्थ्य उनले आर्जन गर्यो त्यो नै मेरो लागि ठुलो गुणको कुरो भयो जबकि उनले मलाई यसो खान मन लाग्थ्यो ऊ चाहिँ फलानाले यसो गरिरहेको छ ढिस्कानाले यसो गरिरहेको छ भनिदिएको भए मलाई पनि आज रातै दिन श्रीमतीको रहर पुर्याउनले त मैले गलत बाटो लिनु पर्थ्यो होला नि त श्रीमतीको रहर पुर्याउनलाई बाध्यता मैले गलत बाटो लिनु पर्यो उनले रहर सिर्जना नगर्ने उल्टो गलत गर्छ कि भनेर मलाई सचेत गराउने यस्तो श्रीमती मैले गुमाउनु पर्दाखेरि यस्तो जीवन छ जुन मुस्किलले मैले पाएको थिएँ तर थोरै समय यति असल पत्र मैले गुमाउनु पर्दाखेरि बुवाले भन्नु त्यति बेला मन्त्रीका छोरी भन्नुभएको थियो हाकिमका छोरी भन्थ्यो फलाम पदाधिकारी भने त्यस्तै बुवाको पहुँचको हिसाबले आउँदाखेरि ती कुराहरू तिरस्कार गरेर यसरी छाउने मैले यसरी छनौटमा यसरी छनौट पर्न आएँ तर उनले यसरी गर्दाखेरि छोरीहरूप्रति दुईवटा छोरीहरू छन् उनीहरूप्रति उनले दिएको गाईलाई अवलम्बन छ ठिकै छ अब आशको कुरा हो गाह्रो अप्ठ्यारो छ हुन्छ ज्ञानशाली पन्तजी तपाईँसँग भेटघाट भयो तैपनि मैले सोध्न पर्ने कुरो जिज्ञासा राख्न पर्ने कुराहरू त धेरै थिए हामी सबैले भोग्नै पर्ने हो ढिलो चाँडो जसरी अहिले ज्ञानशाली पन्तजीले अहिले भोग्नु भएको छ त्यो सबैले हामीले पनि भोग्नुपर्छ त्यो एउटा चर्खा नै हो जीवनमा हामी धेरै कुराहरू सिक्छौँ तर वियोगले सिकाएको त्यो पीडाले हामीलाई धेरै शक्तिशाली पनि बनाउँछ बाँच्न पनि सिकाउँछ अब हामी बिस्तारै छुट्छौँ अन्त्यमा केही भन्न मन छ भने यसो हाम्रा समस्त दर्शकहरूलाई पिताजीको माताजीको नाममा नि भन्न मन थियो त्यसले अब अलिकति लामो पनि होला मैले अहिले घाउ चोटकै अवस्थामा भएको अवस्थामा हुनु मैले यी कुराहरू प्रकाशित पनि भएका छन् मैले श्रीमतीकै उसमा मैले अहिले भाव प्रकट गरेँ म एउटा मुक्तक गजल कविताहरूको पनि मैले अलिकति रचना गरेँ म त्यति ठुलो उतो होइन देवीरूपको थियौ तिमी फर्केमा पाउ ढोग्ने थिएँ देवीरूपको थियो तिमी फर्के पाउमा ढोग्ने थिएँ सुख दिन घरखेत पाएको किन्ने साउ खोज्ने थिएँ सुख दिन घरखेत पाएको किन्ने साउ खोज्ने थिएँ राष्ट्रकुलको हित चिताई सादा ज्यानलाई सघाउने राष्ट्रकुलको हित चिताई सादा ज्यानलाई सघाउने तिम्रो साथ इमान कामले दुर्लभ भाउ तोक्ने थिएँ तिम्रो साथ इमान कामले दुर्लभ भाउ तोक्ने थिएँ एउटा मुद्दा यो मलाई उनीप्रति एउटा समर्पित थुप्रै नै मैले देखाएको छु तर एउटाको लागि समर्पित गरेँ आज हिजो चाहिँ साथ पनि भोलि पनि उनको उसो भएको भए म आफूलाई भन्दा पनि उनीको परिचय दिलाउनमा अगाडि बढ्थेँ एउटा मेरो आमाले
मेरो पिताजी समाजसेवा गर्दाखेरि जो विशिष्ट व्यक्तित्वहरूले पाहुना बनाएर मेरो आमाले पनि सेवा गर्नुभयो। तर ओजेल पर्दाखेरि त्यो घरको गृहिणीले गरेको सेवा देखिँदो रहेछ, पुरुष मात्र अगाडि परिँदो रहेछ। तर यस पृष्ठभूमिमा मेरो आमाको पनि थिए पिताजीको सेवामा। यस पृष्ठभूमिमा म यस्तो हुनुमा, म नैतिकवान हुनुमा मेरो श्रीमतीको हात छ भनेर मैले चिनाउने कोसिस गर्थेँ, चिनाउँथेँ। तर यस समयले मलाई दिएन, छुट्यायो। उनको योगदान देखिएन, समाजले चिनेन। यस्तो सुख शहरमा हुर्केको एउटा चेली लमजुङ चितीको एउटा पाखोमा एउटा घर कर्मघर स्वीकारेर आएर आफ्ना पुर्खाका कुल पुर्खाका घर पुर्खाका योगदानलाई सहारा दिने, सहयोग दिने, काँध दिने यस्तो अब्बल नारी, आदर्श नारीको रूपमा समाजले चिन्न सकेन, चिन्दैन पनि भन्ने लाग्यो मलाई। तपाईँ एकदम भावुक पनि हुनुभएको छ, आँखा रसाउने र कोमल मनको व्यक्तित्व पनि हुनुहुन्छ तपाईँ ज्ञानशाली पन्त। मसँग भेट हुनुभयो, मैले यस्ता जिज्ञासाहरू राखेँ। कस्ता जिज्ञासा राख्न हुने थिएनन्, तैपनि मेरो जिज्ञासा आयो, राखेँ। राम्रा जसले यसलाई स्वीकार गर्नुभएको छ त्यसलाई राम्रो रूपमा नै स्वीकार गरिदिनुहोस् भन्ने म चाहन्छु। हस् त, यति मलाई यति अवसर दिनुभयो, यति समय मिलाइदिनु, यति अवसर नै अलिकति मनभित्रको भावना त्यति गर्ने एउटा अवसर मिलाइदिनु भयो। अब प्रसङ्गमा राम्रै कुराहरू ल्याइदिनु। जुन कुरा मैले मेरो मनभित्र भन्दा पनि त्यो आदर्श नारी पुरुषको मात्रै होइन, नारीको पनि योगदान हुन्छ है। म यहाँसम्म आउने भन्दा नारीको पनि हुन्छ नि। मैले यति पनि एउटा भनी हजुरको मार्फतबाट, हजुरको सञ्चार माध्यम मार्फतबाट यति पनि बाहिर नजिकको चाहिँ त्यो नारीप्रति देवीका रूपबाट यसरी सम्मान प्रकट थियो, उनीहरूको योगदान पनि देखियोस् भन्ने मेरो चाहना। यति कुरा व्यक्त गर्नु पाउँदै मलाई धेरै खुसी लाग्यो। ल, हात मिलाउँ। ल, खुसी लाग्यो। यहाँको दुःखको जुन क्षण छ यो शक्तिमा परिणत होस्। धेरै धेरै धन्यवाद छ।